नमस्ते। आज हामी एउटा यस्तो उष्णकटिबन्धीय फलको बारेमा कुरा गर्दैछौं जसलाई चमत्कारी फल पनि भनिन्छ। त्यो हो नोनी। ल आउनुहोस्, यसको बारेमा गरिएका दावीहरू कस्ता छन् अलिक गहिराईमा पुगेर हेरौं। अब यो फल यति चर्चामा कसरी आयो त? यसको एउटा ठूलो कारण हुन् चर्चित मोडल मिरान्डा केयर। स्रोतका अनुसार उनले त यसलाई आफ्नो सौन्दर्यको रहस्य नै भन्छिन् रे। कथा के छ भने स्रोत भन्छ मिरान्डा केयर जब जम्मा 12 वर्षकी थिइन् उनकी हजुरआमाले उनलाई यो जुस चखाउनु भएको थियो र अचम्मको कुरा उनी आज पनि आफ्नो राम्रो स्वास्थ्यको पूरा श्रेय यही नोनी जुसलाई दिन्छिन्। तर यो मिरान्डा केयर आजको चर्चा त भक्करको कुरा भयो। यो फलको कथा कहाँबाट सुरु भयो त? ल अब अलि पछाडि फर्किएर यसको इतिहास खोतलौं। वैज्ञानिक भाषामा भन्नुपर्दा यसलाई मोरेन्डा सिट्रिफोलिया भनिन्छ। तर खास कुरा के हो भने स्रोतका अनुसार यसको औषधीय प्रयोगको इतिहास आजको होइन, पूरै 2000 वर्ष पुरानो हो। यो त पोलिनेसियन संस्कृतिको एकदमै महत्त्वपूर्ण अङ्ग नै रहेछ। यसको यात्रा पनि कम रोचक छैन है। सोचौं त लगभग 2000 वर्ष अघि पोलिनेसियनहरूले यसलाई स्वास्थ्यको लागि प्रयोग गर्थे। त्यसपछि 18औं शताब्दीमा प्रसिद्ध अन्वेषक क्याप्टेन जेम्स कुकले पनि त्यहाँका मानिसहरूले यसलाई व्यापक रूपमा प्रयोग गरेको देखेछन्। अनि आज त्यही फल वेलनेस सप्लिमेन्ट भनेर संसारभरि बजारमा आइपुगेको छ। अब यसका फाइदाहरू यति धेरै छन् भनेर दावी गरिन्छ कि संसारभरि यसका उपनामहरू पनि गजबका छन्। जस्तै अफ्रिका र क्यारिबियनतिर त यसलाई पेन किलर ट्री अर्थात् दुखाइ मार्ने रुख नै भन्दा रहेछन्। अस्ट्रेलियामा चीज फ्रुट अनि आयुर्वेदमा त अशुका अर्थात् दीर्घायु दिने फल भनेर चिनिन्छ। ल यति धेरै इतिहास र उपनामहरू त भए, तर प्रश्न उठ्छ कि यसको पछाडि कुनै वैज्ञानिक आधार पनि छ त? स्रोतले के भन्छ अब त्यतातिर लागौं। अब जब हामी विज्ञानको कुरा गर्छौं एउटा नाम अगाडि आउँछ, डाक्टर हेनिके। स्रोतले उनलाई नोनीको सबैभन्दा प्रमुख अनुसन्धानकर्ता मान्छ। उनले आफ्नो जीवनको 40 वर्षभन्दा बढी समय यही फलको अध्ययनमा बिताएका थिए रे। र दाबी के छ भने नोनीमा भएको खास सक्रिय तत्त्व पत्ता लगाउने व्यक्ति पनि उनी नै हुन्। अनि त्यो सक्रिय तत्त्वको नाम के हो त? त्यो हो जेरोनिन। डाक्टर हाइनिकेले पत्ता लगाएको भनेर दावी गरिएको यो तत्त्वले के गर्छ भन्दा स्रोतका अनुसार यसले हाम्रो शरीरको एकदमै भित्री तहमा मतलब कोशिकाको स्तरमा गएर बिग्रिएका प्रोटिनहरूलाई मर्मत गर्ने काम गर्छ। त्यसो भए यसले काम कसरी गर्छ त? स्रोतले यसलाई 3 चरणमा व्याख्या गर्छ। एकदमै सरल छ। पहिलो, हामीले नोनी खाएपछि त्यसबाट प्रोजेरोनिन भन्ने तत्त्व लिन्छौं। यो चाहिँ जेरोनिन बन्न चाहिने कच्चा पदार्थ जस्तै हो। दोस्रो, यो हाम्रो कलेजोमा गएर जम्मा भएर बस्छ। अनि तेस्रो, जब हाम्रो शरीरका कोशिकाहरूलाई मर्मत चाहियो ठिक त्यही बेला शरीरले त्यो जम्मा भएको प्रोजेरोनिनलाई जेरोनिनमा बदलेर प्रयोग गर्छ। ल यसले काम गर्ने तरिका त बुझ्यो, तर यसले के गर्छ त? स्रोतमा उल्लेख गरिएका फाइदाहरूको सूची यति लामो छ कि सुन्दै अचम्म लाग्छ र मनमा प्रश्न पनि आउँछ, के यो साँच्चै सबै रोगको एउटै उपचार हो त? यो कुरामा त डाक्टर हेनिके आफैले पनि रमाइलो पारामा के भनेका छन् भने यो फाइदाहरूको सूची हेर्दा त कुनै गाउँ ढुल्ने वैद्यको किताबबाट च्यातेको पाना जस्तो लाग्छ होला, तर साँचो कुरा त के हो भने यो सूची अझै अधुरो छ। अब यति धेरै दावीहरूको जग चाहिँ दुईवटा मुख्य कुरामा टिकेको छ। पहिलो, यसले दुखाइ कम गर्छ र दोस्रो, यसले शरीरभित्रको सूजन घटाउँछ। स्रोतका अनुसार नोनीले आर्थराइटिस होस् वा महिनावारीको दुखाइ यस्ता अवस्थाहरूमा प्राकृतिक पेन किलरको काम गर्छ अनि शरीरभित्र हुने सूजनलाई पनि कम गर्छ। तर कुरा यतिमै सकिँदैन। दावीहरूको सूची त अझै छ। जस्तै यसले तौल घटाउन मद्दत गर्छ रे, डायबिटिज र हाई ब्लड प्रेसरलाई पनि नियन्त्रणमा राख्छ, छालालाई चम्किलो बनाउँछ अनि पाचन प्रणालीलाई पनि ठिक गर्छ। स्रोतले एउटा अध्ययनको पनि कुरा गर्छ जुन निकै ध्यान खिच्ने खालको छ। त्यो अध्ययन अनुसार क्यान्सर लागेका मुसाहरूलाई जब नोनी जुस खुवाइयो तिनीहरूको आयु सुन्नुस् है 23% बढ्यो। यो त सानोतिनो दावी होइन, निकै ठूलो कुरा हो। अझै सुन्नुस्, दावीहरू सकिएकै छैनन्। यसले शरीरमा ऊर्जा बढाउँछ, ग्यास्ट्रिक हुन दिँदैन, कलेजोलाई जोगाउँछ, घाउ छिटो निको पार्छ, मेमोरी पावर बढाउँछ अनि कपाल झर्नबाट पनि रोक्छ रे। के हो के? ल
यति धेरै दावीहरू सुनिसकेपछि अब प्रश्न आउँछ, आखिर स्रोतले भन्न खोजेको मुख्य कुरा के हो त? यसको सार हेरौँ है त। स्रोतको मुख्य तर्क एकदमै सिधा छ। नोनी एउटा यस्तो आधारभूत सप्लिमेन्ट हो जसले हाम्रो शरीरमा दिनहुँ हुने कोशिकाको टुटफुट र क्षतिलाई मर्मत गर्न मद्दत गर्छ। मतलब यसले शरीरको जगलाई नै बलियो बनाउँछ। अन्त्यमा यो सबै कुराले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ के हामीले खोजिरहेको आधुनिक स्वास्थ्यको रहस्य हाम्रै प्राचीन उपचार विधिहरूमा लुकेको छ कि? यही प्रश्नमाथि विचार गर्न छोड्दै आजको लागि यति नै। नमस्ते।